हेलो गाइजहरु, आज चाहिँ हामी ड्राई पिकनिक जाँदैछौँ, देख्न सक्नुहुन्छ। हामी ड्राई पिकनिक जाने तयारीमा छौँ। हेर्न सक्नुहुन्छ लोकेसन यस्तो छ। कतिवटा बोतल चाहिन्छ भनेको। हेलो गाइज, उहाँ चाहिँ आन्टी हुनुहुन्छ, दाउरा बोकेर हिँड्नु भएको छ। मम्मी गाइज हामी चाहिँ बुद्ध पार्क जाने हो। कान्छी मामी कतिवटा तीनटा भन्दा खाइन स्प्राइट। तीनटा स्प्राइट भएपछि तीन पुग्छ। एउटा कोक पनि थपम भयो। थपम के ठुलो ठुलो भयो। गाइज घर फेरि हामी हिँड्दैछौँ है। लौ बुझिस् नि कौडा बटुल। हामी पिकनिक हिँड्दैछ। हाम्रो आन्टी चाहिँ अगाडि गइसक्नु भयो क्या दाउरा लिएर। यिनीहरू चाहिँ दौडिरहन्। यता नयाँ नयाँ घर बन्दैछ गाइजहरू, होइन? खस्ला नि छिटो हिँड क्या, उहाँ पुग्नु भयो। म चाहिँ हिँड्न नसकेर भाइसँग साइकलमा बस्दैछु। गाइजहरू हेर्न सक्नुहुन्छ, यस्तो कस्तो राम्रो भ्यूहरू हेर्न कस्तो राम्रो छ। फुलै फुल। त्यति बेला चाहिँ हल्का हल्का बादल लाग्थ्यो नि त। यो भिडियो हिजो बनाएको सो त्यही भएर पानी आएको थियो नि त, त्यही भएर हल्का बादल हल्का घाम थियो क्या। कस्तो राम्रो आहा। यो चाहिँ साइकलमा बस कौसदी नगरपालिका 3 नम्बर वडा पुरानो कौसदी यातायात कार्यालय अगाडिको सिन हो यो। गाइजहरू देख्न सक्नुहुन्छ कस्तो राम्रो के है। हामी चाहिँ त्यो माथि घरबाट हिँडेका, हामी चाहिँ तल घर हिँड्दैछौँ है। गाइजहरू देख्न सक्नुहुन्छ। यो चाहिँ शिवालय मन्दिर है गाइजहरू। हाम्रो घर आइसकेको छ फाइनल्ली, हेर्न सक्नुहुन्छ। सिनहरू हेर्न सक्नुहुन्छ। त्यो चाहिँ यातायात कार्यालय रातो देखेको चाहिँ कौसदीको पुरानो बजार हो। यो रोड भइहाल्यो। पश्चिम राजमार्ग गाइजहरू। उताबाट चाहिँ मम्मीहरू आउँदै हुनुहुन्छ है गाइजहरू। म चाहिँ गेटबाट भित्र देखाउँदैछु है। कस्तो पार्क जस्तो हो क्या हाम्रो घर चाहिँ, देख्न सक्नुहुन्छ। फुलै फुल छ, कस्तो राम्रो। मलाई चाहिँ एकदमै मनपर्छ है। यहाँ मेरो फेभरेट ठाउँ हो। देख्न सक्नुहुन्छ। वाउ, हेरिदिनु होला, यी फुलहरू फुलिरहेछन्, कस्तो राम्रो। मलाई चाहिँ यो चाहिँ एकदमै मनपर्छ क्या यो फुल। हामीले उस कलरको मेन पिकनिक स्पोट है। हाम्रो पार्क हो नि त यो, हाम्रो पार्क हो नि त। यस्तो राम्रो हो। मम्मीहरू पनि आइसक्नु भएको छ है। ऊ करैवाली पनि आउनुभयो। पिकनिक स्पोट हाम्रो यस्तो दामी छ है। साह्रै मनपर्छ। यो पार्क हो नि त यो। कस्तो राम्रो फुल फुलेको है गाइजहरू। देख्न सक्नुहुन्छ कस्तो राम्रो फुल। वाउ, चाहिँ हामीले आलु उसिन्दैछौँ है। हाम्रो स्टार्ट भइसकेको छ पकाउनलाई। सुरुमा हामीले गरेको भनेको आलु उसिनेको। यहाँ चाहिँ सफा गर्दै हुनुहुन्छ हाम्रो प्यारी बहिनीले। यतातिर चाहिँ
मलाई चाहिँ गाइस पसिना आयो लास्टै पसिना आयो के गरौँ गाइस गर्मी महिना छ नि त त्यही भएर सबलाई गर्मी भयो नि त भाइले चाहिँ है गाइस हाम्रो यहाँ आलु पाक्न लागिसकेछ र यता गाइस हाम्रो ड्राई पिकनिक खाने स्ट्रगल चाहिँ एकदमै धेरै लामो हुनेवाला छ हाम्रो स्ट्रगल चाहिँ खतरा छ है र यहाँ चाहिँ नि लसुन फुकाइरहनु भएको उहाँ दुइटाले मैले फुकाउँछु तर मलाई आउँदैन बन्द गर क्या हो बेलुकासम्मको जोडेर हाने आजसम्मको गाइसहरू यो चाहिँ पापड पुऱ्याउँदैछौँ है हामीले पापड यो चाहिँ पापड हो गाइसहरू ढुङ्ग्रो गाइसहरू अब हामीले यहाँ सेलरोटी पकाउँदैछौँ सेलरोटीको यता छ उहाँ हुनुहुन्छ र यहाँ चाहिँ नि आलु छ आलु 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 यहाँ चाहिँ नि कुकर यत्रो ठुलो अब यहाँ चाहिँ नि दुईटा मात्र आलु उहाँ हुनुहुन्छ कान्छी मम्मीज्यू उहाँ हुनुहुन्छ प्रसिद्धज्यू उहाँ हुनुहुन्छ मन्दिरज्यू उहाँ हुनुहुन्छ दुर्गाज्यू र यहाँ हुनुहुन्छ रबियाज्यू मेरो दाँत हेर्नुहोस् भनेर एकचोटि मुसुक हाँस्देऊ न कान्छी मम्मीलाई देखा न ल उहाँ हुनुहुन्छ कान्छी मम्मीज्यू ल बाई चाउमिनको लागि सामान है यो चाउमिन है गाइसहरू चाउमिन रोटी गाइसहरू हेर्नु चाउमिन यहाँ कम्ती भनेको गाजर मात्रै भयो अरू केही पनि भएन खोला गाइसहरू यहाँ चाहिँ सिस्नो पनि छ है सिस्नो हो यो चाहिँ सिस्नो म क्यामेराम्यान हो तपाईँले यसको यो कार्यक्रमको योजना कसरी बनाउनु भयो त केही यसको उद्देश्य केही छ कि छैन टिकटक बनाउने हरूलाई चाहिँ खुसी दिनको लागि आज यिनीहरूको बिदाको दिन पारेर हामी ड्राइभको लागि खानाहरू रेडी बनाउँदैछौँ आज यसमा यहाँ खाना के बन्दैछ त आज चाहिँ सेलरोटी चाउमिन अनि पापड समोसा नमकिन अरू पनि धेरै आइटमहरू बन्दैछन् अब यता पनि हाम्रो मेन हेड कुक भनौँ न हेड कुक हुनुहुन्छ ल हजुर नै बोल्नु त के बोल्नुहुन्छ हेड कुकलाई पनि हजुर पकाउँदा कस्तो अनुभव भइरह ल भन्नुहोस् त हजुरलाई पकाउँदा कस्तो मलाई चाहिँ कुन क्याटेगोरीमा राख्नु भयो मलाई नै थाहा छैन तर तपाईँ क्याटेगोरीमा हुनुहुन्न म क्याटेगोरीमा छैन तर म चाहिँ कमेडियन हो र कमेडियन वान हो अनि म चाहिँ हल्का कमेडी गर्छु हामीले नखाएर भए पनि तिमीलाई त्यस्तो केही भएन नि त तर त्यो यिनीहरूलाई चाहिँ खुवाउन पर्छ ल चाहिँ नि बनाउँदै राति भयो कि गाइजहरू है हाम्रो पार्कमा हेर्न सक्नुहुन्छ उता चाहिँ रमाइलो गरिरह नि दाजुभाइले भिनाजु चाहिँ मोबाइल चलाएर बसिरहनु भएको बहिनीले चाहिँ के लिएर आउँदैछ हेर्नु खानाको आइटमहरू दिदी यो चाहिँ भेन्डीको अचार है चाइनिज भेन्डी बनाखौँ हामीले चाहिँ हेर्न सक्नुहुन्छ चाइनिज फर्सीको मुन्टा बनाखौँ है हामीले फर्सीको साग चाइनिज अनि भेन्डी पनि चाइनिज छ सबै चाउचाउ लिएर राखेँ है गाइजहरू चाउचाउ प्लेट आइसकेको छ गाइजहरू हेलो कोक पनि आइसकेको छ गाइज कोक अनि सो
छोइला पनि आइसकेको है गाइजहरू, हेर्न सक्नुहुन्छ। हाम्रो चाहिँ उनीहरूलाई चाहिँ एकदमै रमाइलो लागिरहेको के। हामीले चाहिँ नि अन्त नजानी घरमै खाने भनेर प्लान बनायौँ, त्यही भएर कतै पनि गएनौँ। हामीले चाहिँ चटपट बनाउनै छौँ गाइजहरू, त्यही भएर सामान चाहिँ ल्याउँदै हुनुहुन्छ है। सामान ल्याउने क्रम जारी छ है। बिरामी चाहिँ भिडियो बनाएर हालेर भन्छु नि, मैले गाली गर्दा म पनि यहीँ बस्छु। कोक खाने ल ओए? कोकल कोक खाने, कोकल स्प्राइट खाने। सबैले खान, कोक सबैले स्प्राइट खान फेरि। हुन्छ? दुर्गा दिदी, हजुर। मनदीप कस्तो हुँदैछ सबैजनालाई? गाइड कस्तो भयो? मिठो रमाइलो। गाइस यहाँ कोक पनि यहाँ छोइला पनि छ। कोक भेज छोइला। Thank you so much guys watching for my video. Bye. Love you all.